नेकपा फुट्ने तहसम्म, नेकपा विभाजनमा फुट्ने तहसम्म, अनि शान्ति खल्बल्ने तहसम्म, अराजकता सिर्जना हुने तहसम्म त्यो हुन सक्दैन, जान सक्दैन। त्यो कुरामा हामीहरू सचेत छौँ। सामाजिक सञ्जालमा जे आएको छ ती कुराहरू सही होइनन्। हामी स्थायी शान्ति चाहन्छौँ, अस्थिरता हामी चाहदैनौँ। ती चलखेलका प्रभावहरू नेकपाका नेताहरूमा पनि अलिअलि परिराखेको छ कि भन्ने एउटा आभास अनुभूति जनतामा भइराखेको छ। हामी अराजकता चाहदैनौँ, हामी विकास चाहन्छौँ, हामी सुशासन चाहन्छौँ, हामी समृद्धि चाहन्छौँ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ रुद्राक्ष अनलाइन टिभी। यदि हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। साथै छेउमै रहेको बेल आइकन बटन दबाउन नभुल्नुहोला। हामीले यस देशमा सुशासनको लागि, विकासको लागि, समृद्धिको लागि, स्थायी शान्ति र स्थिरताको लागि निर्वाचनको बेला एउटा बलियो र स्थिर सरकार यो देशलाई चाहिन्छ। यो 6 महिने, 8 महिने, 18 महिने, 15 महिने सरकारले यो देश चकनाचुर भयो। त्यसैले यस देशलाई स्थिर र बलियो सरकारको खाँचो छ भनेर नै दुईटा ठुला कम्युनिस्ट पार्टीले गठबन्धन गरेका थिए। नेपाली कांग्रेसले पनि त्यस उद्देश्यका निम्ति गठबन्धन गरेको थियो। तर प्रतिस्पर्धामा नेकपाले गरेको, दुईटा कम्युनिस्ट पार्टीहरूले गरेको गठबन्धन र त्यो अपिललाई जनताले अनुमोदन गरे। एक पटक प्रतिपक्षमा बसेर नेकपाको बलियो नेतृत्वलाई हेर्नको निम्ति जनताले म्यान्डेट गरे नेपाली कांग्रेसलाई। यसरी नेपाली कांग्रेस प्रतिपक्षमा छ। आज त्यति बेलाको गठबन्धन नेकपामा रूपान्तरित भएर आज नेकपा सत्तारूढ दलको हैसियतमा छ। हामी स्थायी शान्ति चाहन्छौँ, अस्थिरता हामी चाहदैनौँ, हामी अराजकता चाहदैनौँ, हामी विकास चाहन्छौँ, हामी सुशासन चाहन्छौँ, हामी समृद्धि चाहन्छौँ। तर आज कता कता देशमा अस्थिरता पैदा होस् भनेर, अराजकता फेरि सिर्जना होस् भनेर, विकास र समृद्धिको आकांक्षा पूरा नहोस् भनेर, फेरि द्वन्द्वतर्फ मुलुक जाओस् भनेर अनेकौं खालका चलखेलहरू भइराखेका छन्। ती चलखेलका प्रभावहरू नेकपाका नेताहरूमा पनि अलिअलि परिराखेको छ कि भन्ने एउटा आभास अनुभूति जनतामा भइराखेको छ। र नेकपा भित्रका समस्याहरू भनेर छताछुल सडकहरूमा अनेक थरी कुराहरू पनि आइराखेका छन्। तर म दाजुभाइ दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, बाहिर सतहमा जे आएको छ, सञ्चार माध्यममा जे आएको छ, सामाजिक सञ्जालमा जे आएको छ ती कुराहरू सही होइनन्, ती कुराहरू साँचा होइनन्। हरेक दलमा केही कुराहरू छलफलमा आउँछन् नै, त्यहाँ बहस हुन्छ नै, अन्तर्विरोध केही हुन्छ नै। यो सामान्य कुरा हो। त्यो नेपाली कांग्रेसभित्र छ, त्यो अरू मतलब चाहिँ समाजवादी पार्टीमा छ, त्यो राष्ट्रिय प्रजातन्त्र पार्टीमा छ। सेम त्यस्तै नेकपाभित्र पनि केही कुराहरू हुन सक्दछन्। तर ती कुराहरू नेकपा फुट्ने तहसम्म, नेकपा विभाजनमा फुट्ने तहसम्म, अनि शान्ति खल्बल्ने तहसम्म, अराजकता सिर्जना हुने तहसम्म त्यो हुन सक्दैन, जान सक्दैन। त्यो कुरामा हामीहरू सचेत छौँ। जनताहरूको म्यान्डेटमाथि घात गर्ने काम त्यो हुनै सक्दैन। म यो कुराको पनि विश्वास दाजुभाइ दिदी बहिनीहरूलाई म दिलाउन चाहन्छु। र अन्तमा हामी सबै राजनीतिक दलहरू, हामी सबै दाजुभाइ दिदी बहिनीहरू एउटा लोकतान्त्रिक प्रणालीबाट, प्रक्रियाबाट अगाडि बढिराखेका छौँ।
हामीसँग हामी तपाईले आफैले बनाएको संविधान यो कुनै एउटा पक्षले बनाएको संविधान होइन। हामी सबैले बनाएर हस्ताक्षर गरेर जारी गरेको संविधान हो। यो हाम्रो संविधान हो। यो संविधान कार्यान्वयन गर्ने जिम्मेवारी बराबरी हामी सबैको काँधमा छ। संहिता हामीले रोजेको बाटो हो। यो हामीले साझा रूपमा रोजेको बाटो हो। यो बाटोलाई फराकिलो बनाउने कुरा, यो बाटोलाई सफा बनाउने कुरा र यो बाटोका मार्फत गन्तव्यमा खुन्डेर पुर्याउने कुरामा हामीले हिचकिचाउनु हुँदैन। हामी गन्तव्यमा पुग्नै पर्छ। अनि विकास र समृद्धिको चाहना पनि हाम्रो साझा चाहना हो। आज नेकपा